हेलो साथीहरू, दर्शन नमस्ते गाइज। हिजो साँझ चाहिँ किन गर्मी भएको रहेछ भनेर चाहिँ खासै यकिन गर्न सकिनँ राति भएर। अनि त्यसपछि बिहान उठेर हेर्दाखेरि चाहिँ एसीको हालत चाहिँ यस्तो भएको रहेछ। अनि त्यसपछि चाहिँ भ्याटभुट पारेर चाहिँ यसलाई चाहिँ सफा गरेर अनि बनायो। अनि त्यसपछि एकैछिनपछि मेरो साउले चाहिँ मार्केटमा जाउँ भनेर चाहिँ मार्केटमा गयो। मार्केटमा सामानहरू चाहिँ हेरियो होइन। तर मैले किन्ने लागेको त थिएन किनकि धेरै महँगो थियो, तर किन्न पनि सकेन होइन। अनि त्यसपछि यो चाहिँ लुलु मार्केट, अनि लुलु मार्केटको सबै दृश्यहरू चाहिँ क्यामेरामा चाहिँ खिच्न नमिल्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले थोरै चाहिँ खिचेँ होइन, किनकि यहाँ धेरै खिच्ने चाहिँ अलाउड थिएन। अनि त्यहाँबाट पनि निस्क्यो होइन। निस्किँदाखेरि चाहिँ यहाँ समथिङ 5 बजिसकेको थियो होइन। अनि त्यहाँबाट 5 बजिसकेको थियो। यहाँको दृश्य चाहिँ यस्तो थियो होइन। त्यहाँबाट एकैछिनपछि साउले चाहिँ गाडीको सोरुमभित्र जाउँ, मलाई चाहिँ गाडी चाहियो भनेर चाहिँ त्यो गाडीको सोरुमभित्र गयो। गाडी चाहिँ हेरेर आयो, तर किन्ने चाहिँ कहिले त्यो पनि थाहा भएन।